एभ्रीवान गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। सो मेरो भ्लग चाहिँ आज मन्दिरदेखि सुरु भइरहेछ। म चाहिँ यता दक्षिण काली मन्दिर आएको छु मेरो भाकल पुरा गर्नलाई। सो धेरै टाइमदेखि मैले मेरो भाकल गरेको थिएँ, मैले आउन पाएको थिइनँ मेरो आफ्नै काम कुरोले गर्दाखेरि। सो मेरो टाइम मिलेर चाहिँ आज म मन्दिर आएको छु। सो हेरिदिनु होला कस्तो बनाउँछु भिडियो। किप वाचिङ। दर्शन गरेर निस्किसक्यौँ यहाँनिर। अब चाहिँ हामी माथि माताकोमा जानु पर्छ। अब हल्का माथि माताकोमा जानु छ अनि यो हामीले हल्का चढाउनु भिडियो बनाउँछु। अघि भने भएदेखि त होइन तल लिन थियो नि त। यहाँ बल्ल बल्ल आइपुग्यौँ। थोरै बाँकी छ। कस्तो भइरहेछ त माइजू? आज रमाइलो नि भइरहेछ, अलिक गाह्रो नि भइरहेछ। मैले चाहिँ ठाउँमा आएर त्यस्तो भन्नु हुँदैन। तैपनि अब मन सफा हुनुपर्छ। निरन्तर गइरहेछ। अब एकछिनमा सक्छौँ ल हाम्रो यहाँ पूजा गर्ने पनि। दिउँसोको 10 पनि गरिसक्यो। र पनि पूजा गरिसक्यौँ। अब चाहिँ हामी बाहिर छौँ। बाहिरको नजारा देख्न सक्नुहुन्छ। यस्तो छ, कस्तो राम्रो छ, आनन्द। यता चाहिँ कता रहेछ? ओइ अब जाम ल। अब चाहिँ हामी निस्किन लाग्यो। नक्कल पार्दै हो तिम्रो मन त टिकटक बनाउँदैछ है साथीहरू। हामी चाहिँ पनि गरिसक्यौँ। अब चाहिँ हामी यहाँ खाजा खान आएको छौँ। मेरो माइजूको छोरी अनि मेरो अहिलेको आउटफिट चाहिँ यस्तो छ साथीहरू। अघि चाहिँ मलाई अप्ठ्यारो भइरहेको थियो नि त स्कुटरमा। सो त्यही भएर चाहिँ मैले ड्रेस चेन्ज गरेँ हो। त्यो नक्कल झको त्यही पारेको पनि होइन मैले। म्याङ्गोको ल्याइदिनु समोसा र रोटी चाहिँ आइपुग्यो। हामी चाहिँ मन्दिरमा पूजासुजा गरेर लाग्यौँ है घुम्नलाई। कता हो कुनै झर्नातिर झर्ना छ अरे, त्यतै जाँदैछौँ साथीहरू। एकदम 100 स्पिडमा होइन कि यहाँनिर भरे भल आउँछ जस्तो छ है। बाटो चाहिँ नरोकियोस्, त्यही हो। कस्तो बवाल कि अझ मेरो क्यामेरा त कि अलि नराम्रो भएर मात्र हो क्या, नभए त है कस्तो दामी नि। मलाई त कस्तो त्यो हाम्रो मामा घर जाने बाटो जस्तै लाग्यो हौ। यस्तो हिरोनी भएर एउटा हातले हाँकिरहेको छु कि अहिले कहाँ गएर कुन चाहिँ नालामा छिर्यौँ भने। अनि कस्तो बवाल है। ओ माई गॉड, कस्तो बवाल भइरहेछ होइन भाइ। साथीहरू कस्तो अनएक्सपेक्टेड है। हामी आउँछ भनेर सोचेको पनि थिएन। दुईजनाले धेरै टाइमपछि भेट भयो हाम्रो चाहिँ फाइनली। कस्तो बवाल है। क्या हामी चाहिँ जाँदैछौँ साथीहरू। एकदमै रमाइलो भइरहेको छ। हो कि होइन ज्ञान?
माई गड यस्तो दामी ठाउँ हाम्रो गाउँको त्यो बेतेनी जस्तै लाग्यो हौ मलाई त यहाँ त कस्तो दामी छ हौ गर्मीबाट चाहिँ यहाँ आउँदाखेरि चाहिँ नि स्वर्गमा आए जस्तै हुने रहेछ हौ मेरो त खुसीले सीमा छैन मलाई यस्तै ठाउँमा आउनु मन लागिरहेको थियो कि फाइनली म आइपुगेँ नमिना म खुसीले कुद्दैछु दक्षिणकाली मन्दिरदेखि चाहिँ अब हामी चौबारको डाँडामा आइसक्यौँ साथीहरू कस्तो डेन्जर घाम लागेको यहाँ चाहिँ उहाँ चाहिँ फेरि कस्तो त्यो धम्म हुन्छ नि त्यो हिउँ पर्या जस्तो यसरी उड्ने दिन कहिले आउला नि लैलै मेरो कस्तो दामी देखेको के वाउ नजारा त्यहाँ चाहिँ मेरो माइजूहरू बसिरहनु भएको छ जान्छु के खाने यस्तो छ मेरो माइजूको छोरीको अनुहार अब हामी फोटोसोटो पनि खिचिसक्यौँ टिकटक सिकटक पनि बनाइसक्यौँ अब चाहिँ हामी खाना लाएको पोटेटो क्रेकर चिप्स फेन्टा के खाने बेबी खोइ यहाँले हुन्छ त यहाँ ल्याउ यहाँ यस्तो मजाले घाम लागिरहेछ नि साथीहरू ओ माई गड उता लुकिरहेको रहेछ नि त उता झारमा लुकिरहेको रहेछ माइजूको छोरी चाहिँ त्यहाँ झारमा लुकिरहेको थियो माइजू चाहिँ वा उता गएर खोजेर आउनु भयो छोरीले पनि कति दुःख दिएको माइजू म निस्मा चिल कस्तो पारा घामले हो यो उसले होइन नि फेरि घरकोले खाएकोले होइन नि घामले हो मेरो गाला रातो भएको के ऊ चाहिँ गोरो भएर उसको गाला चाहिँ रातो हुन्छ म चाहिँ कालो भएर मेरो अनुहार के हुन्छ कालो हुन्छ अब मैले कुरकुरे खानु पर्ने हुन्छ खाम न चिज गरौँ निकाल एउटा कुकुर त मन परेन जिंदगी यार कुछ भी नहीं तेरी मेरी कहानी है 8 वर्षपछिको हाम्रो भेट 8 वर्षपछिको भेटमा चाहिँ यस्तो भयो खै गीत पनि गाउन आउँदैन धेरै गीत गाउँछु भन्दा पनि कुन चाहिँ गीत गाउने भन् त एउटा गीत गाउने एकैखेर बनाउँछु ल अब कुन चाहिँ नाले जुरायो कि बहनाले आइ मार झ्याक्ने सबलाई बुझाइदि सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया माया तिमी हरियाली बसन्त हो नदीहरूमा तिमी हो पवित्र गङ्गा हो आली चढौला ओराली झरौला साग भन्ज्याङ भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने साथै जिउला किन म चस्मा लगाएर गीत गाउँछु ल भए डराउनु पर्दैन त्यसैले नै बोलाउन मन लाग्यो माया नभई बोलाउन के खाँचो कि बहनाले भेटायो हेरिन्जेलको सम्झना
छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया जिन्दगानी दर्पण छाया ओ हे अनि माया हो तिम्रो पचौरीमा अल्झी गयो मन गाउँ घरमा पुर्खाहरूले गाएको भाकामा गीतहरू चाहिँ एकदम चल्ने क्या सो आज चाहिँ अब मिठो नभए नि मिठो मानेर चाहिँ तपाईँहरूले सुनिदिनु होला जस हामी इन्टरटेनमेन्टको लागि हामी कुनै खतरा पनि गाउँछौँ भनेर भन्न खोजे होइन यसो इन्टरटेनमेन्टको लागि हामी चाहिँ अल्छी लागेर के गरौँ भनेर ल रेडी 1 2 3 गो दिक्तेल बजार लैलै सम्झनामा आउँछन् हजार माने त्यो डाँडा कागो छ त्यो डाँडा अग्लो छ नजाउँ भने लैलै मायाको जातको छ दिक्तेल बजार दिक्तेल बजार लैलै सम्झनामा आउँछन् हजार ल यो चाहिँ फर्स्ट भयो हाम्रो अब हामी फेरि सेकेन्ड गाउँदैछौँ माया तिमी लाउँछौ रे पानाको तिमीले माया लैलै संसारो जानाको तेल बजार लैलै सम्झनामा आउँछ हजार अब फेरि हाम्रो यो सेकेन्ड थर्ड पार्ट हुँदैछ अब ल ल दुई ठुङ्गा लड्केर गऱ्यौँ जोबन लैलै आउँदैन फर्केर दिक्तङ जिल्ला दिक्तेल बजार दिक्तेल बजार लैलै सम्झनामा आउँछन् हजार अब यो हाम्रो सेकेन्ड फोर्थ राउन्ड हुँदैछ हामी थर्ड राउन्ड सक्यो अब हाम्रो फोर्थ राउन्ड बाँकी छ ल भने डाँडा अग्लो छ त्यो डाँडा अग्लो छ नजाउँ भने लैलै मायाको जातको छ छोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल बजार लैलै सम्झनामा आउँछन् हजार हामीले जितेको छौँ चस गरौँ माइज ठ्याक्कै त हामी त यस्तै रमाइलो गरेर चस्मा लगाएर ओ जम्लो पानी पर्न लाग्यो है अब ल साथीहरू अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ किनकि अब पानी पनि कत्रो पर्न लाग्यो ल माइजु बाई बाई हामी चाहिँ जाँदैछौँ घरतिर अब लागिन्छ ओइ निस्मा यहाँ लड्छ है साथीहरू अब चाहिँ हामी घर गएको घर लाग्दिएको बस्यौँ होला पानी पर्न लाग्यो नि त अनि हामीले रेनकोट पनि ल्याएन त्यही भएर अब चाहिँ हामी निस्किन लाग्यो रेनकोट भएको भए त बस्यौँ होला मेरो माइजी चाहिँ ढकलक गर्दै आइरहेको छ पछाडिदेखि छोटा प्याकेट बडा धमक्का है मेरो माइजू साथीहरू अहिले चाहिँ म माइजूको पसलमा आइसकेको छु अब हामी चाहिँ एकछिन डान्स हाल्नुपर्ने हुन्छ गर्दै अब नानी र म चाहिँ बहिनी र म चाहिँ अब डान्स गर्छौँ अब पनि नाच्दा गरेर आएको अब फेरि पसलमा नाच्नु पर्ने हुन्छ जिन्दगीमा घडी लानु के छ र खोइ त नि गीत लगाउ न ल अब हामी नाच्छौँ समुद्रको भेट
साथीहरू अब चाहिँ हाम्रो कामसाम पनि सक्यो अब चाहिँ हामी सुत्न लाग्यो सो दिनभरिको थकाइले पनि एकदमै धेरै मेरो माइतीले झन् आँखा पनि नखोलिकन बोलिरहनु भएको छ एकदमै धेरै थकाइ लागेको छ अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ साथीहरू अब मेरो भ्लग चाहिँ यहीँ इन्ड हुन्छ नलाग्नु 7:30 बजेदेखि हिँडेर चाहिँ 10 बजे आइपुगेको फेरि ठ्याक्क कस्तो उयो के भन्छ लाइन पनि गयो क्या अनि यो ब्याक पछाडिको लाइटले बनाएको कस्तो देखेको होला अनुहार पनि त्यति साह्रो नराम्रो चाहिँ छैन है क्यामेरा नराम्रो भएर हो ल साथीहरू अब चाहिँ हामी सोध्छौँ गुड नाइट हेभ अ स्विट ड्रिम